मेरो खर्सानीको बिजोक यस्तो लटरममै फलेको मेरो खर्सानीको बोट सबै मर्यो पानी धेरै भएर। अहिले पनि सिमसिम पानी परिरहेछ, के गर्नु। यस्तै छ यहाँको चलन। अझ रोपेकोहरू पनि मर्नु थाले जस्तो छ। यो चाहिँ नयाँ बिरुवा रोपेको, यो पनि होला जस्तो छैन। यिनीहरूतिर सबै डल्लाडुल्ली भइरहेछ। नयाँ बिरुवाको पनि यस्तो छ हालत। अनि भयो त, सबै डल्ला परेछ। यसपालको मेरो अक्कबडी खर्सानीको बोट त काम छैन साथीहरू। किसानी हुनु पनि गाह्रो छ, गाह्रो छ। नयाँ बिरुवाहरूको पनि हालत यस्तो छ। यो त पुरानो बोट हो, ठिकै छ। अब अगाडि धेरै खाइयो, त्यही भएर पनि मरिगला धेरै पानी भएर।